हेलो गाइस अब हामी चाहिँ अब लाग्दैछौँ हामी अब तालतलातिर अब कस्तो छ के छ होइन फर्स्ट टाइम गएको अब हामी चाहिँ बाटोमा निस्किएको छौँ बाटोमा छौँ हामी चाहिँ कुमारपट्टि अनि हामी तालतला जाँदैछौँ अझै छ धेरै टाढो छैन आधी घन्टाको बाटो छ होइन अब तपाईँहरूले पनि अब यसो भिडियो हेर्नुहुन्छ भने अब लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला र तपाईँहरूले कस्तो छ के छ होइन यसो हेरिदिनु होला यो भिडियो चाहिँ फुल वाच गरिदिनु होला र यो हामी चाहिँ अहिले अब तरहरा लगभग हामी पुग्न लागिसकेका छौँ होइन अब तरहरा कटिसकेपछि हामी चाहिँ त्यहाँ चाहिँ अब बाटो क्रस गर्नुपर्छ बाटो क्रस गरिसकेपछि अनि हामी बल्ल बल्ल त्यहाँ हामी चाहिँ पुग्नेछौँ हामी अहिले भर्खर भवानीपुर पुगेका छौँ र त्यहाँदेखि चाहिँ अब तपाईँहरू चाहिँ अब बाटो देखाउँदै हामी हिँडिरहेछौँ अहिले हामी चाहिँ बाइकमा छौँ होइन अनि चाहिँ तपाईँहरू चाहिँ यो भिडियोलाई चाहिँ सेयर गरिदिनु एकदम सेयर गरिदिनु होइन कि सब्सक्राइब बढोस् भनेर हामी केही गर्न सकौँ भनेर होइन हामीलाई उत्साह बनाइदिनु यस्तो यस्तो भिडियो होइन हाम्रो यो फर्स्ट ब्लग हो होइन तपाईँहरूले चाहिँ एकदम मेहनती हो भनेर मेहनती फल चाहिँ यसो गरिदिनु होला चाहिँ तपाईँहरूले चाहिँ यो चाहिँ एकदम इम्पोर्टेन्ट हो क्या त्यो सब्सक्राइब गरिदिनु होला अनि चाहिँ यो हामी चाहिँ यो तालतला भनेको फेमसै हो ठाउँ होइन एकदम दामी छ एकदम चारैतिर एकदम हरियाली एकदम घुम्ने ठाउँ लाइकको छ क्या पुरा लाइकको छ क्या अब तपाईँहरूलाई हेराउने नै छु आउँदैछ त्यो ठाउँ होइन इन्ट्री गर्ने बेलामा नै तपाईँहरूलाई चाहिँ र खासै त्यो छिर्नलाई चाहिँ धेरै पैसा पनि लिँदैन होइन छिर्नलाई चाहिँ 60 रुपियाँ लिन्छ होइन 60 रुपियाँ लिन्छ एकजना प्रति आउनुहोस् भिजिट गर्नुहोस् हेर्नुहोस् होइन अनि त्यो ठाउँहरूलाई चाहिँ हामी हेराउने नै छौँ कस्तो छ के छ होइन कमेन्ट गर्नु होला अब हामी भवानीपुर कटिसकेपछि यहाँ अब हामी चाहिँ यो पृथ्वी चोक भन्छ यसलाई पृथ्वी चोक कटिसकेपछि अब हामी चाहिँ लगभग भनौँ न तरहरा पुग्न लागिसकेका छौँ
फाइनली अब हामी चाहिँ अब लगभग भनौँ न हामी चाहिँ अब तरारा पुगिसक्यौँ। यहाँ हाम्रो ठुलो बजारै छ भनौँ न तरारामा। अब तरारा आइसक्यौँ। यहाँ हाम्रो सोमबार चाहिँ हटिया लाग्ने ठाउँ हो। पुरा ठुलो बजार लाग्छ, हटिया पनि धेरै ठुलो लाग्छ। र यहाँ हाम्रो चाहिँ 13 गते नि मेला लाग्ने गर्छ होइन यो ठाउँमा। अनि चाहिँ अब यो चाहिँ अब हामी फाइनली अब तरारा पुगिसक्यो यो बजार। अनि चाहिँ अब हामी चाहिँ यहाँदेखि चाहिँ अब यो मेन रोड भनौँ न राजमार्गको त्यो धारान लाइनको बाटो रोड पुगिसक्यौँ। अब चाहिँ यहाँ अब धरान रोडको चाहिँ यहाँ बाटो क्रस गर्नुपर्छ हामीले। सिधा बाटो नै छ होइन, क्रस गर्नुपर्छ। सिधा यता पूर्व जानुपर्छ तरारादेखि। तालतलेको बाटो चाहिँ अब पूर्व लाइनमै छ होइन। यहाँ चाहिँ अब बाटो क्रस गर्ने यो हाम्रो तरारा हो। तरारा कस्तो छ, यहाँ फोर लाइन छ। उता चाहिँ अब उत्तरतिर चाहिँ अब धरान जाने बाटो हो दक्षिण। अब हामी चाहिँ पूर्वतिर लाग्ने हो। यो गेट छ नि, यो गेट बाटो हो। ग्राभेल छ होइन। बाटो पनि कस्तो छ, अप्ठ्यारो छ नि। ग्राभेल बाटो छ होइन। हामी चाहिँ यो तलतले जाने बाटो हो। ग्राभेल छ होइन। अलिक बाटो राम्रो छ है, ग्राभेल छ। पानीमा भएको पानी पऱ्यो भने त्यो हुन्छ अलिअलि। यो यसलाई चाहिँ फर्म भन्छ होइन, फारम भन्छ। फर्म होइन, फारम चाहिँ भन्छ होइन। फारम भन्ने हो। यता अब धेरै पोखरहरू छ, धेरै पशुपालनहरू छ, माछा पालनहरू छ होइन, मुर्गीहरू छन् होइन। राम्रो ठाउँ छ तरारा होइन। अब हामी चाहिँ उँभो लाउँदैछौँ तालतलेतिर। स्थानीय सरकारहरूले पनि अब यो बाटो राम्रो बनाइदिनुहोस् भनेर आग्रह गर्छु। बाटो अलिक बिग्रेको जस्तो छ होइन। बाटोहरू हेर्दै जानुहोस्, अगाडि बनाउँदैछ होइन, बनाउँदै क्रममै छ। यता पनि अझ राम्रो बनाइदियो भने हाम्रो पर्यटक स्थलसम्म जानु सकिन्छ होइन, सजिलो तरिकाले। स्थानीय सरकारलाई चाहिँ अब सरकारलाई चाहिँ अब यसो आग्रह गर्छु होइन, राम्रो बाटो बनाइदिनुहोस्, चाहिँ जान सहज होस् भनेर।
अब हामी चाहिँ लगभग पुग्न लागिसक्यो। अब हामी चाहिँ थोरै समयमा हामी चाहिँ त्यहाँ पुगिने छौँ। अब तपाईँहरूले त्यो ठाउँ देख्ने नै छौँ। अब धेरै टाढा छैन होइन। अब अलिक भिडियो पनि थोरै कटिङ गरेर पुग्ने नै छौँ त्यहाँसम्म होइन। फुल वाइड चाहिँ देखाउन सकिएन। अब चाहिँ हामी लगभग पुगिसक्यौँ होइन। हामी चाहिँ फाइनली अब चाहिँ यो तालतलैया नै हो। तालतलैया पुगिसक्यौँ, इन्ट्री गरिसक्यौँ होइन। अब यो तालतलैयामा चाहिँ अब छिर्नलाई चाहिँ टिकट 60 रुपियाँ हो प्रति व्यक्तिगतको होइन। अब यो चाहिँ अब हामी छिरिसक्यौँ, नानी कुरा बोकिसक्यौँ। अब चाहिँ हामी यसो हेर्दै रमाउँदै जाँदैछौँ है। एकदम ब्युटिफुल ठाउँ छ होइन। तपाईँहरू पनि भिजिट गर्नुहोस् है, एकदम दामी छ है, रमाइलो ठाउँ छ होइन। अब तपाईँहरूको जोडी छ भने होइन, यसो लभ प्राइम गर्नुभएको छ भने घुम्न होइन, टाइम पास होइन, फ्रेस हावा खानलाई चाहिँ तपाईँहरू यहाँ भिजिट गर्नुहोस्। एकदम दामी छ होइन। यो बोटहरू छ होइन, बोटहरूमा चढ्न पनि मिल्छ होइन। अनि चाहिँ यसो अब हामी चाहिँ उता गार्डनतिर गइरहेछौँ। यसो हेरौँ गार्डन कस्तो छ, एकदम दामी छ। फर्किन मन लाग्दैन है, यो ठाउँ यस्तो छ है, एकदम ब्युटिफुल छ होइन। हावा पानी चिसो मस्त तरिकाले घुम्ने होइन। आज शनिबार होइन, न त भिडै हुन्थ्यो। शनिबार चाहिँ धेरै भिड हुन्छ प्राय चाहिँ। अब जाडो महिनामा चाहिँ एकदम भिड हुन्छ है। अब गर्मी महिनामा पनि अब अलिअलि मान्छेहरू आइरहेको छन् होइन। भिड भएको बेलामा चाहिँ हामी आएको छैनौँ। यसो अब हेर्दै जाउँ। यो वर्षा थारुनी हो र वर्षा थारुनी युट्युब अफिसियललाई चाहिँ अब तपाईँहरूलाई सब्सक्राइब गरिदिनु होला, फुल वाच गरिदिनु होला हस् त है। यो हाम्रो चाहिँ बस्ने ठाउँहरू छ ठाउँमा होइन। रिटर्न गएको होइन, मूर्तिहरू छन् होइन। हामी चाहिँ अब लगभग यता हामी बगैँचातिर आउँदैछौँ। फुलबारीहरू यसो गार्डनहरू हेर्दै होइन। एकदम क्लियर बनाइदिनु भएको छ उहाँहरूलाई। फुलै गार्डनै गार्डन छ, बोटबिरुवा नै छ, हरियो मौसम छ है। मान्छेहरू आइराखेका छन् यहाँ। अब भिडियो अब जस्तो बिहेको होइन, फोटोग्राफीहरू पनि छ टुरिस्टहरू होइन। धेरै टाढो होइन। यो चाहिँ हाम्रो ताल हो होइन, सानो ताल। एकदम दामी भ्यू आएको छ त, रमाइलो ठाउँ छ है। हेर्दा नि बाफ्रे अझ घुम्नु जस्तो लाग्छ। अझ उता छ ठाउँहरू घुम्ने होइन। उता पनि ठुलो एउटा ताल छ होइन अगाडि, अर्को गेटमा। यो दुईवटा गेट छ होइन, अगाडि र पछाडि होइन। यहाँ हाम्रो चाहिँ पछाडिको गेटबाट छिरेको। यसमा दुईवटा डिपार्टमेन्ट छ। अर्को डिपार्टमेन्टमा छिर्दाखेरि चाहिँ त्यहाँ आम कतन फराउँछ अब भनौँ न 50 रुपियाँ टिकट लिन्छ होइन। एकजना व्यक्तिबाट 50 रुपियाँ टिकट लिन्छ। जस्ट यो जालीको त्यो अर्को पोलोपट्टि चाहिँ छिर्दाखेरि चाहिँ 50 रुपियाँ टिकट लिन्छ। त्यहाँ पिङहरू छन् होइन, हुन्छ नि जस्तो जनावरहरू पशुपन्छीहरू राख्छन्। त्यहाँ पनि अब देखाउने नै छौँ। त्यहाँ पनि छिरेर धैर्य धारण गरिदिनु होला। र यहाँ चाहिँ अब हामी चाहिँ लगभग अर्को गेट आइपुग्यो है। यो चाहिँ अर्को गेट छ अगाडिको, मेन गेट भनेको यता होइन। यो चाहिँ जङ्गलै छ है, उता जङ्गल छ।
यहाँ धेरै ठाउँ छ चिडियाखानाहरू छन् स्केचहरू होइन दामी दामी मूर्तिहरू छन् होइन यसमा चाहिँ अब यता चाहिँ अब एउटा घोडा राखेको छ घोडामा चढ्दा पनि हुन्छ होइन त्यहाँ पनि टिकट नै लाग्छ होइन घोडाको अलग्गै लाग्छ चढ्नलाई यता चाहिँ हाम्रो टिकट काउन्टर होइन गेट हो यहाँ यता चाहिँ 50 रुपियाँ टिकट लिन्छ यो चाहिँ बस्ने ठाउँ चाहिँ हो होइन खाने खाने ठाउँ छ उता अगाडि चाहिँ एउटा पोखरी छ ताल भनौँ न ताल छ हाम्रो यो ताल तलैया यता पसल छ होइन पसलमा पनि अब खानेकुराहरू जे खानु मन लाग्छ किन्दा पनि हुन्छ यो हाम्रो गेट हो यहाँ चाहिँ टिकट काट्छ है फर्स्ट गेट हो यो अनि चाहिँ घुम्ने ठाउँ छ निन्द्राले पनि अब यो चौताराहरू बस्ने ठाउँ विश्राम गर्ने होइन घामसाम लाग्यो भने हावासावा खाने बसेर रेस्ट गर्ने र म थोरै अगाडि पुगेर आउँछु घुमेर यसो तपाईँहरूलाई देखाउँछु यो चाहिँ यो ठुलो ताल हो हाम्रो यो ताल तरियाको ताल हो बोटिङहरू पनि छ नि अब चाहिँ हामी यता आएको नदीतिर होइन नदीमा दामी पुल छ है अनि यो चाहिँ गार्डनहरू छ हाम्रो नेपालमा पाउने जनावरहरूको स्केच मूर्तिहरू छन् कति राम्रो ब्रिज भनौँ न हाम्रो फलामपुर ब्रिज हो एकदम दामी छ है यहाँ चाहिँ नदी छ राम्रो ठाउँ छ रङ्गी बिरङ्गी फुलहरू छ है झुलङ्गी फुल जस्तै छ यहाँ यो नदी हो अब मेन गेट भनेको यता हो ड्रागन हो है चाहिँ ड्रागन हो ड्रागनको स्केच होइन यो तालतरिया भन्ने लेखेको छ हेर्नुहोस् तपाईँहरू पनि भिजिट गर्नुहोस् यो ठाउँ चाहिँ धेरै राम्रो छ यहाँ हाम्रो टाइगर साप हो हाम्रो किङ नेपालको है जिराफहरू छन् होइन गैँडाहरूको स्केच छ हेर्नुहोस् त यति राम्रो ठाउँ छ होइन अझ पनि छ है यता भित्र म देखाउने नै छु तपाईँहरू पनि हेर्नुहोस् न रमाइलो गर्नुहोस् होइन राम्रो ठाउँ छ होइन भिजिट गर्नुहोस् तपाईँहरू अब हामी केही त्यहीँ हल्का अब यता बस्न रेस्ट गर्नलाई जाँदैछौँ एकछिन रेस्ट गर्छौँ अनि यताबाट चाहिँ हामी फर्किने छौँ अझ घुम्ने ठाउँ छ के छ हौ निन्द्राले ओपो डोफो भइरहेछ होइन निन्द्रा लागिरहेछ सुतिराखेको थिएँ उठाएर ल्याएको नि त जाउँ भनेर हामी यहाँ फाइनली यहाँ छिरिसक्यौँ 50 रुपियाँ टिकट बेलामा यहाँ चाहिँ धेरै राम्रो छ यो ठाउँमा पनि धेरै स्केचहरू छन् मटुपत्रुहरूको पनि छ स्केच होइन कार्टुनहरूको स्केच बिग बस हाम्रो यसको पुगिराख्नु भएको छ अब यता हाम्रो प्लेन पनि छ है नेपालमा प्लेन पनि छ होइन स्थलहरू पनि छ हेर्नुहोस् न यहाँ हाम्रो चाहिँ बस्ने ठाउँ हो यहाँ चाहिँ यता राम्रो ठाउँ छ होइन आन्टी चाहिँ हेर्नु त टिकटक बनाउँदै बस्नु राख्नु भएको छ खेलौनाहरू है बच्चाहरूले खेल्ने होइन यो चाहिँ चिडियाखाना हो बाँदरको सन्तानहरू चाहिँ यहाँ बस्नु भएको राख्नु भएको छ हेर्नुहोस् न राजा बाँदरहरू बस्नु राख्नु भएको छ हाम्रो चिल किङ चराको किङ भनेको है यो मान्छे हाम्रो गरुल भैया
हेर्नुहोस् त कति राम्रो बस्नु भएको छ भैया अझ पनि छ है चराहरू नाम त थाहा छैन यसरी नोटिफिकेसन आएछ है चरा त राम्रो राम्रो छ चराहरू पनि छ धेरै चराहरू छन् नाम थाहा छैन होइन नेपालमा अनेकौँ थरीको चराहरू पाइन्छ है जनावरहरू पाइन्छ है हाम्रो वन संरक्षणले जगाएर राख्नु भएको छ खुसी लाग्छ यस्तो यस्तो चरा हेर्न पाउँदा है उल्लु हाम्रो उल्लु भैया चरा हो हाम्रो नेपालीमा उल्लु भन्छ है कुनै कुनै चराको नाम त थाहा रहेछ है हामीलाई पनि है कति राम्रो बस्नु भएको छ है सरी भिडियो पनि अब तल तल लग्दैछु खुट्टातिर यसो चराहरूलाई हेराउँदै कुन चाहिँ गीत थियो यो गीत जस्तै लाग्यो यो हामी पोर्क है पोर्की भन्छ पोर्क सरी हाम्रो यो म्युजुर है म्युजुर चाहिँ पिक भन्छ कि पोक भन्छ है इङ्ग्लिसमा यो चाहिँ हाम्रो बतक है खुल्ला छ खुल्ला राखिदिनु भएको छ यो हाम्रो एस्निक है सर्फ है त्यो मजा आउँछ यसमा चाहिँ 4-5वटा सर्फ राख्नु भएको छ धेरै राम्रो सर्फ छ अजिगर सर्फ पनि के हो अजिगर नि हो टेन्सर छ धेरै लामो छ अर्को सर्फ चाहिँ उता उता बसेको छ है त्यहाँ बसेको छ एउटा हाम्रो भाइ है अर्को चाहिँ यता अनि एउटा चाहिँ काठमा छिरेको थियो एउटा काठ साइडमा थियो यो काठभित्र चाहिँ एउटा सुतेको देखो र 10 मिनटको हमरा बनाएन नि भिडियो बिस्तारै सर्फी छ है अर्को भिडियोमा कति मजाले सरेको थियो त्यो साँप निक्ले चलेको थियो सब यो गोटै हिक्लला खतरा चलेको थियो क्या यो सर्फ लामो छ अलिक अब अर्को वर्ष 2 वर्षपछि अनि ठुलो हुन्छ है अनि हेर्न मजा आउँछ यो सर्फ चाहिँ घरपलवास सर्फ हो यो है ढुक्क पनि केही आउने होइन कस्तो लामो छ हेर्नुहोस् न मभन्दा नि अग्लो छ सिधा राख्यो भने यो हाम्रो खरायो कति राम्रो छ खरायो है नेपालमा आउने जनावरहरू हो है हाम्रो नेपालमा पाइने है यो सुनचरीमा पनि पाइन्छ है हाम्रो जङ्गलमा है खरायोहरू पनि पाइन्छ दुम्सीहरू है दुम्सीलाई पनि देखाउने नै छौँ खरायो घाँस खाँदैछ भोक लागेको छ बिचरालाई है छौँ यो चाहिँ हाम्रो पोर्क है कस्तो राम्रो फल आएको छ है हाम्रो डाफे मुराडी राष्ट्रिय चरा है हाम्रो राष्ट्रिय चरा है यो चाहिँ राष्ट्रिय चरा डाफे
हामीलाई सबैलाई माया गरिदिनु होला, लाइक गरिदिनु होला है। यो हाम्रो चाहिँ फेरि घुम्ने ठाउँहरू है, यो चाहिँ गार्डनहरू हो, बोटबिरुवाहरू राम्रो ठाउँ छ। तपाईँहरू आउनुहोस्, भिजिट गर्नुहोस्। यहाँ पिकनिक है, घुमघाम पनि हुन्छ है, पिकनिकको लागि पनि यो धेरै राम्रो ठाउँ छ होइन। यसमा पिकनिक पनि रमाउँछ है। यो चाहिँ हाम्रो पिङ हो होइन, कति राम्रो पिङ छ है, मजाले बस्न सकिन्छ, हाल्न सकिन्छ है। डराएर हेर आँखा चिम्ली बस्न रहेछ हेर हेर हेर। लु अब म जम्प हान्छु है। आयो कस्तो परियार बसेको। अब हामी फेरि उता जान लागेको है। चिप्लोटी हो, ठुलो बक्सा भएको चिप्लोटी। कति राम्रो छ हेर्नुहोस् त। यहाँ चाहिँ कोइचको स्ट्याचु छ होइन, कोइचको। यसलाई के भन्छ हौ, बच्चा बोक्ने जनावरलाई। कच्छु भाइ अब हामी फेरि यहाँबाट फर्किने नै छौँ उता। अझ अरू नयाँ नयाँ ठाउँ देखाउने छौँ। ठुलो छ है, घुम्न चाहिँ टाइमै लाग्छ होइन। रमाइलो हुन्छ है, धेरै रमाइलो हुन्छ। आउनुहोस् न, भिजिट गर्नुहोस् र यो युट्युब च्यानललाई सब्सक्राइब र लाइक सेयर गरिदिनु होला है। के कस्तो छ कमेन्ट चाहिँ अवश्य गरिदिनु होला। यो चाहिँ हाम्रो बच्चाहरूको पिङ हो। बस्ने विश्राम गर्ने ठाउँहरू छ है। चिसो काम गर्नु लाग्यो भने यहाँ बस्दा नि भयो। अब यहाँ मलाई फोटो खिचाइदिनु भनेर भन्दै हुन्थ्यो, मैले त भिडियो गर्दै थिएँ। बिचरा उभिराख्नु भएको छ है। छिटो छ त जन्मै छ। ल ल ठिकै छ। अब हामी चाहिँ जाँदैछौँ। कुरा गर्दै रमाउँदै है, हेराउँदै जाँदैछौँ हामी है।
the night away, hang out the whole next day, laughing, having fun. Summer love, you have no idea what you did to me. Summer love, didn't care that we weren't meant to be. You were mine, I was yours. Take me back once more. Summer love, where did you go? Summer love, you have no idea what you did to me. Summer love, didn't care that we weren't meant to be. You were mine, I was yours. Take me back once more. Summer love, sweet joy, where did you go? Remember the days we were young, wild and free, basic getting sprung. We used to dance the night away, hang out the whole next day, laughing, having fun. Summer love, you have no idea what you did to me. ल अब हामी चाहिँ यता अब घर जान लागेको। अब धेरै घुम्यौँ, अब थकाइ पनि लागिसक्यो है। अब यसो अब लगभग हामी जाँदैछौँ होइन, यता अब अलिअलि घुम्ने होइन, अनि हामी चाहिँ फर्किने नै छौँ होइन। अब हामी चाहिँ अब लगभग बिदा माग्नलाई टाइम पनि भइसक्यो होइन। हामी चाहिँ अब उँभो लाँदैछौँ मेन गेटतिर होइन। यो चाहिँ हाम्रो शौचालयहरू छन् होइन, पिसाब तिसाब लाग्यो भने शौचालयमा प्रयोग गर्न सकिन्छ होइन। अब हामी चाहिँ अब उता जाँदैछौँ, यता पनि धेरै राम्रो गार्डन छ। हस्त धन्यवाद। हामी चाहिँ अब जाँदैछौँ, बिदा हुँदैछौँ। र यो भिडियोलाई हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है गाइज। हस्त थ्याङ्क यू फर वाचिङ।